र मेरो कविताको शीर्षक रहेको छ नेपाल आमा र नेपालीको आवाज। जहाँ पर्छ पहिलो किरण रविको उज्यालो छरिदिन्छ, मिठो स्वरमा छरीले जनताको गाथा भनिदिन्छ। जहाँ रहेको छ कहिले ननिभ्ने अग्निको स्तम्भ, जसका लागि हजारौं शहीदले प्राण दिएको इतिहासले भन्छ। तापनि कता कता ऊ असन्तुष्ट छ, सायद कसैले बुझेन उसको मनमा ऊ आफू भित्र नै गुम्छ। भन्छ गाउँका खेत र बस्ती छाडी युवा विदेश पठाएका छन्, सुनौलो भविष्यको सपना देखाई कयौं नेपाली चेली फसाएका छन्। हिजो भोटका लागि बस्ती बस्ती जाने नेता आज जनताका कामका लागि अपाङ्ग भएका छन्। देशलाई प्रेम गर्ने धेरै नागरिकहरू आफ्नो सिप र दक्षता भए तापनि बेरोजगार र अनागरिक भएका छन्। मेहनत गरी जसले पुर्याउँछ तिम्रो घरमा अन्न, आज उसैका परिवार भोका भएका छन्। जसले बनाएको अङ्खरा र सिलाएको लुगा चल्यो तिमीलाई, आज किन तिनै व्यक्ति अछुत कहलाएका छन्। सायद यसैले आज मेरा शब्द नेपाल आमा र हरेक नागरिकको पुकार बनी निस्केका छन्। सायद यसैले मेरो शब्द र मेरा आवाज आज हरेक नागरिक र नेपाल आमाको पुकार बनी निस्केका छन् र सबै जनताले एकै प्रश्न गरेका छन्, मेरो पनि होइन र यो देश मेरो पनि होइन र, मेरो पनि होइन र यो देश मेरो पनि होइन र। धन्यवाद।